टाढा जस्तो एक किसिममा आइयो त है हजुरले भाडा देखाउँ त निकै अहिले टाढा दूरी छैन कि हजुरको यो मिछुर्लुङ भन्दा पारिपट्टि देखियो नि डाँडो यो मिछुर्लुङ भन्छ त्योभन्दा पारिको डाँडो हो किन ए उतापट्टिको है हामी त्यो छेउमा गयो भने तल हामी जुन आएको बाटो ठ्याक्कै देखिन्छ उसको घर देखाएँ नि मैले उसको घरहरू सबै देखिन्छ यताबाट गएर हजुर घरहरू फर्ममा जानु म बाइक लिएर यता आउँछु कि यताबाट हेर्दै जानु यताबाट ठिक छ यताबाट म त्यहाँसम्म मन जान्छु फर्केर आउँछु आफूहरू उतापट्टि 1500 पनि 15 आनाको प्लट भनेको त्यहाँ हो सर त्यहाँ ठुलो छ त्यहाँ गरा 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 छन् कि माथिसम्मै छ त्यहाँ यसमा नि गरा चाहिँ खेती गरेकै हो छ सर घरै भयो हो 15-16 जना परिवार पाल्छ लाख कति हुन्छ पर्सेन्टको हिसाबले हो नि भन्नु न गरिसकेपछि गरेर नि पर्यो तपाईँको बाटो तल पर्छै पर्दैन नि बाटो तल पर्छ नि सर यहाँ यो बडको रुखदेखिबाट गएपछि त बाटो तलैसम्म पर्यो ऊ त्यो टहरा देख्यो नि टहरा पर्दैन त्यो पर्दैन त्यो टहरा भन्दा यता ऊ त्यो सिमलको रुख देखियो नि हजुर त्यो केराको रुखदेखि लिएर सिमलको रुखदेखिबाट यता पर्यो ए हजुर अनि त्यहाँबाट यस्तरी गयो अनि उताबाट मेरो फर्मदेखि मुनिको त्यो रुखहरू भएको जति पर्यो ए हजुर हजुर त्यो सबै पर्यो तलको त्यो काउराको रुखभन्दा 2 टका माथिदेखिबाट मेरो पर्यो ए अनि तपाईँको पानीको मुहान कहाँ छ पानी मेरो अहिले खाइराख्ने गरेको हिँड्छ क्या खाने उयो बर्को रुखभन्दा त बाटै माथि देखिन्छ हजुर देखाउँला अर्को ठुलो पानीको अझै ठुलो चाहिँ उतापट्टि छ माथि छ टपमा हजुर टपमा भए राम्रो हुन्छ नि फेरि जग्गाकै टपमा यो पानीको मुहान छ यहाँ बाह्रै मासै पानी आइरहन्छ र अहिले चाहिँ अब त्यति प्रयोगमा छैन सबैले सार्वजनिक धारा प्रयोग गरेको हुनाले यसलाई यहाँ ट्याङ्की बनाएर रिजर्भ गऱ्यो भने कृषिको लागि पर्याप्त हुन्छ पानी यहाँ पानी रसाइरहेको देख्नुहुन्छ अर्को लिने यहाँनिर चाहिँ हाइड्रोको ड्याम हुन्छ यहाँ राम्रो रमणीय ताल बन्छ पछि त्यसले गर्दा पनि भोलिको लागि अझै राम्रो हुन्छ ठाउँ ओ कान्दै झार क्या झार यस्तो चाक्लो चाक्लो घर छ घमाइलो छ घाम लागेको सट्टा यता चाहिँ अहिले झाडी भएको छ खेती नगरेर यो थुमको चाहिँ अलि महत्त्वपूर्ण छ यहाँ चाक्लो पनि छ र भ्यू पनि राम्रो देखिन्छ हिमालको जग्गा यो सबै यहाँबाट पुरा त देखेको छैन यस्तै प्रकृतिको जग्गा छ सबै यो पनि हो यो पनि पर्छ भ्यू पोइन्ट यो साइड सबै हिमालदेखि भ्यू पोइन्ट हो माथि प्लट जग्गा छ सर यताबाट यो घरको रुखले छिरेको छ यतापट्टि यो सबै प्लट हो यति पर्छ यति परेर यहाँबाट तलपट्टि यति परेर यति पर्छ सर यो चाहिँ फर्म भएको ठाउँ सर है देखाउन नि कताबाट देखाउने कताबाट त्यो क्लियर देखिन्छ जस्तो भयो क्या यो एरिया हो सर जग्गा यहाँदेखिबाट हिमाल देखिन्छ यो मनासलु भन्नुपर्ने भयो होइन उतै धौलागिरीसम्म देखिन्छ सर है भ्यू पोइन्ट छ यता तल सेती नदी पनि देखिन्छ यो अब ड्याम बाँधेपछि ताल हुने ठाउँ हो त्यो
यो फाँट देखिन्छ यतातिरको ढुङ्गाहरू पनि सर्लक्क देखिन्छ यो प्लट बनाउनु मिल्छ ठुलो प्लट बनाउनु मिल्छ कत्रो बनाएर